हाम्रो पेङ्ग्री अञ्चलको नामै रोशन गरेकी छिन् है। हो, हाम्रो गोर्खे चेली नेहा छेत्रीले यसपालि दिएको हाई सेकेन्ड्री परीक्षाको रिजल्टमा जम्मै गोर्खाली भाइ बहिनीभित्र सर्वोच्च अङ्क 91.4% विज्ञान शाखाबाट ल्याएर हाम्रो जम्मै पेङ्ग्रीवासी गोर्खालीको नाक ठाडो पार्दैकी छिन् है। आज हाम्रो पेङ्ग्री आञ्चलिक गोर्खा छात्र सङ्घका तर्फबाट यसपालि पास गर्ने मेट्रिक परीक्षा र हाई सेकेन्ड्री परीक्षामा जसले फर्स्ट डिभिजन मार्नुभएको थियो उहाँहरू सबैलाई सम्बर्धना गर्नुभयो। तापनि बहिनीलाई चाहिँ विशेष भावले हाम्रो आसाम नेपाली साहित्य सभा पेङ्ग्री शाखाको तर्फबाट उनलाई घरैमा आएर फेरि पनि आशीर्वाद स्वरूप उहाँलाई सम्बर्धना गर्नुहुँदैछ है। बहिनीको उज्जवल भविष्यको तपाईँले कामना गर्नुहोस्। एउटी गोर्खे चेलीले हाम्रो जम्मै पेङ्ग्रीको गोर्खालीको नाक ठाडो पार्दैछन् र बहिनीको भविष्य उज्जवल होस्। तपाईँहरूले पनि आशीर्वाद गर्नुहोस् है। आदरणीय आज प्रदीप कुमार छेत्रीज्यू सरज्यूको घरमा उपस्थित हुनुभएका आसाम नेपाली साहित्य सभाका केन्द्रीय उपसभापति श्रीमान लोकनाथ नेहरज्यू, साथै मार्गेटा जिल्ला समितिका उपसभापति हाम्रो गायत्री प्रसाद उपाध्यायज्यू, साथै पेङ्ग्री आञ्चलिक शाखाबाट हाम्रो सम्पादिका अनिता उपाध्यायज्यू, साथै हाम्रो 1 नम्बर टोकुपत्थर युवक सङ्घका हाम्रा सभापति पिताम्बर र सम्पादक किनेहरज्यू, साथै हाम्रो पेङ्ग्री छात्र गोर्खा छात्र सङ्घका सभापति सम्पादक शिक्षा सम्पादक दुवैजना राम मगर र हाम्रो भाइ देव भाइ उपस्थित हुनुभएको छ। यहाँ आज हामी धेरै एउटा खुसीको कुरो हामी सेयर गर्न अथवा एउटा उत्सव मनाउन हाम्रो एउटा गोर्खे चेली जसले विज्ञान शाखाबाट 91.4% ल्याएर हामीलाई गौरवान्वित गर्नुभएको छ। समग्र पेङ्ग्रीको हाम्रो गोर्खेहरूको नाक ठाडो पार्नु भएको छ उहाँले। यस्तो शुभ अवसरमा अस्ति नै हामी आउने जमर्को गरेको थियौँ, पानीले गर्दा डिस्टर्ब भयो भनेर हामी त्यो दिन आउन सकेनौँ। यस्तो शुभ अवसरमा बहिनीलाई एउटा सम्बर्धना गरेर बहिनीलाई मुख मिठो गरौँ र हामीहरू जति पनि अग्रजहरू हुन्छ उहाँहरूको आशीर्वाद बहिनीलाई प्रदान गरौँ र बहिनी अझै यहाँभन्दा पनि धेरै माथि उसले हाकेको ताकेको जे छ, जुन उसले एउटा एम लिएको छ त्यसमा सफल हुँ भन्ने हामी प्रेरणा दिन सकौँ। हाम्रो सानो एफर्टले बहिनीलाई एउटा उत्साह बढेर उसले अझ धेरै गर्न सकौँ भन्ने हेतुले हामी यहाँ उपस्थित जमर्को भएका छौँ र सोलाई अगाडि बढाउन म एउटा गोर्खाली खगाले बहिनीलाई सम्बर्धना गर्नको लागि म गायत्री सरलाई अनुरोध गर्दछु। धन्यवाद सरलाई र साथै बहिनीले एउटा मेरो सानो उपहार दिन्छ है, त्यो पनि हाम्रो साथी सभापतिले साथै सरलाई गायत्री सरलाई बहिनीलाई आशीर्वाद स्वरूप 2 वचन बोलिदिनको लागि म अनुरोध गर्दछु। परम आदरणीय हामीहरूका अग्रज लोकनाथ काकाजी र उपस्थित मेरा सङ्गीवृन्द, उहाँ अग्रज र बहिनी, साथै मेरो प्यारी छोरी पतिजी र सर, हामी अति नै खुसी लागेको छ। आज हाम्रो यस गाउँबाट हाम्रो मेरो स्टाफ, मेरा एकजना सहकर्मीका छोरी, मेरा पनि छोरी र हाम्रो सबै समग्र पेङ्ग्री र आसामकै छोरीले फेरि हाम्रो एउटा गौरवान्वित गरेर पास गर्दाखेरि हामीलाई धेरै नै खुसी लागेर यसो आशीर्वाद दिन भनेर हामी यहाँ आएका हौँ र उनले चिताएको, उनले आँटेको कामहरू पुगोस् भगवान्सँग हामी त्यही प्रार्थना गर्दछौँ भन्दै म धेरै भन्दिनँ। हामीले धेरै कार्यक्रम गऱ्यौँ, ऊ पनि गलिनु होला, उनको पनि भोलि पर्सि एक्जाम छ, उनले पनि पढ्नुपर्छ र हामी पुनः उनको उज्जवल भविष्यको कामना गर्दै मेरो छोटो वक्तव्य म यहीँ समाप्त गर्दैछु। धन्यवाद। साथै म हाम्रो यस आज हामी यहाँ मूल रूपमा सबै भेला छौँ, गोर्खा छात्र सङ्घ, साथै हामी हाम्रो अब यो साहित्य सभा नेपाली साहित्य सभाबाट हामी आएका छौँ र म नेपाली साहित्य सभा पेङ्ग्री शाखाकी सम्पादिका ज्यूलाई बहिनीको मुख मिठो गराइदिनको लागि म अनुरोध गर्दछु। साथमा सभापति पनि हुनुहुन्छ भवानी शर्माजी, उहाँ पनि जानुहोस् दुवैजना।
ठुलो आयो दुईटै खानु यो हाम्रो युवक सङ्घको तर्फबाट भेट धेरै राम्रो नाम राख्नु अनि साथै गोर्खा छात्र सङ्घले पनि उहाँलाई एउटा खदाले उहाँलाई सम्बर्धना गराउँदैछ अघि पनि गराएको तर यो चाहिँ व्यक्तिगत आएर फेरि शिक्षा सचिवतिरबाट हाम्रो प्याङ्ग्री आञ्चलिक शिक्षा सचिव र सभापति अघि समग्रमा थियो अहिले हामी व्यक्तिगत भेट गरेर यहाँ भिडियो प्याङ्ग्री गोर्खा छात्र सङ्घले घरैमा आएर हामी सम्बर्धना गर्दैछौँ। यो चाहिँ के भन्दाखेरि पिङ्ग्रीमा आजसम्ममा सर्वश्रेष्ठ नम्बर लिएर उत्रिनु हुने बहिनी फर्स्ट अहिलेसम्म गोर्खाको पिङ्ग्री